आजको हाम्रो डेस्टिनेसन रहेको छ चितवन नेशनल पार्क एन्ड सिजी इन दिस ब्लक। मैले मेरो ब्लग स्टार्ट गर्यो मेरै स्कुलबाट। हामी करिब 7 बजे फेदीबाट हिँड्यौँ। हामी रमाइलो गर्दै सौरा पुगेको पत्तो नै पाएन। साथीभाइसँग रमाइलो गर्दै गुरुबा गुरुआमाहरूसँग नाच्दै हामीले हाम्रो पिकनिक रमाइलो गऱ्यौँ। चितवनको म्युजियम छिरेर वन्यजन्तुहरूको आकार हेर्दै हामी अघि बढ्यौँ। थारू बस्ती र थारू म्युजियम घुमेर हामीले निकै जानकारी लियौँ। थारू म्युजियम घुमे लगायतै हामी सिजी गयौँ र रमाइलो दृश्यहरू। अब हामी चाहिँ यहाँ खोइ के हुँदैछ। रातिमा देखिने सिजीको सुन्दरता हेर्दै हामी आफ्नो घरतिर फर्क्यौँ। भिडियो मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। Once again welcome to yet another vlog and आज चाहिँ हाम्रो सौराको भ्लग छ। मैले इन्ट्रो मात्र 4-5 रोटी लिइसकेँ। यो चाहिँ फाइनल टेक गर्छ है त। ल चैती लाइन वाक्कै लगाइसक्यो। हेलो गर्दा चैती खोइ यसो हेलो गर्दैन हाम्रो भ्युअर्सहरु। हेलो हाम्रो स्वरूप राज श्रेष्ठलाई सबले सब्स्क्राइब गरिदिनुस् होला। सही हो, यस्तै भन्नुपर्छ हैन। कमेन्ट शेयर सब्स्क्राइब यस्तो साथी हुनुहुन्छ। साथीहरूले त गरिसके हैन, अब तपाईहरुले गर्न बाँकी छ हैन। त्यही हो। अनि अहिले चाहिँ हामी पेट्रोल हाल्दैछौँ गाडीलाई। गाडीमा पेट्रोल हाल्दै गाडीमा पेट्रोल हाल्ने होइन, डिजेल हाल्दैछौँ। मलाई अलिक त्यस्तो जानकारी चाहिँ मलाई छैन होइन। अनि त्यही हो, अहिले चाहिँ हामी बिच बाटोमा छौँ। बिचमा हामी जानकारी दिँदै गर्छौँ होइन। त्यही हो। केटाहरू केही भन्छ त? बिन्ता बहिनी के छ? राति कति बजे आएर पिकनिकको लागि? सलमा घर। अघि त्यही होइन, रमाइलो भइरहेको छ यहाँ। केटाहरू सब यहाँ गिटार सितार नै ल्याएको छ होइन। त्यही हो, अब रमाइलो भइरहेको छ यहाँ। गीत बजाएर कपिराइट आउँछ भने मैले चाहिँ पछाडि आएर गरिरहेको छु। लास्ट सिटमा हो हामी चाहिँ। त्यही होइन। अब सलाड गाइस हामी चाहिँ सौरामा आइसक्यो। ओ यो ठाउँमा के सौराको के पिकनिक स्पटमा आइसक्यो हैन। पिकनिक स्पटमा आइसक्यो। अब थोरै कामहरु यहाँनिर सामानहरु झार्दिने अनि थोरै बनाउनुमा हेल्प गर्छौं।
अनि बनाएको नि हामी भिडियो देखाउने छौँ होइन बनाएपछि चाहिँ अनि त्यहाँबाट फेरि पछि हामी हात्तीहरू देखाउन जान्छौँ अनि हात्तीहरू अनि क्रोकोडाइलहरू चाहिँ अघि हामीले बाटोमै देखिसक्यो त्यतिखेर चाहिँ सबै देखेँ होइन भ्लग गर्नु पाएन अब कटिहाल्यो होइन अब थाहा थिएन अलिक ढिलो पनि भयो सबजना केटाहरू भोकले मर्न लागिसक्यो नि केटा भोक लागिसक्यो सबलाई भोक लागिसक्यो त्यही होइन अब त्यही गरौँ कामसाम गरौँ अनि त्यहाँबाट फेरि भ्लग गरौँ है त ल द्याट्स इट सर के गर्दै हुनुहुन्छ म फोनलाई काट्दैछु हाम्रो आज भिन्फेरी महेन्द्र माविका भाइ बहिनीहरूले एकदम यो वनभोज भनेपछि एकदम रमाइलो लाग्ने र हामीलाई पनि रमाइलो लाग्ने भएको कारणले गर्दाखेरि आज हामी पिकनिकको लागि चितवन सौरामा आइरहेका छौँ आइसकेका छौँ त्यसको लागि हामी बिहानको ब्रेकफास्ट पनि भइसकेको छ त्यसपछि हामी दिउँसोको खानाको लागि चाहिँ अचार बनाउनलाई गोलमिराटी काटेर तयारी गर्दैछौँ र एकछिन पछाडि हामी सौरा जङ्गल घुम्न जाने हाम्रो मेनुमा छ त्यसको पछाडि नाचगान यस्तै विभिन्न कार्यक्रमहरू गराएर रमाइलो भरपुर मनोरञ्जन लिएर हामी साँझ रमाइलो गर्दै फर्किनेछौँ भन्ने त्यही हो ड्यासिट होइन हामी चाहिँ खानासाना खाएर अनि जङ्गल घुम्ने विचार गरेको छौँ हामीले अघि हात्ती पनि हेऱ्यौँ होइन फर्स्ट टाइम हेरेको मैले चाहिँ हात्ती होइन धेरै ठुलो लाग्यो एकछिन त डर पनि लाग्यो हेर्दाखेरि चाहिँ अब चाहिँ हामी डाइरेक्ट सरहरूले कता कता जाने प्लानिङ बनाउनु भएको त्यहाँनिर जानेछौँ सरहरूकै अनुसार सल्लाह अनुसार जान्छौँ त्यही हो अब बाहिर निस्किनु खानासाना खाइसक्यो होइन बाहिर निस्किनु सर हामी कहाँ जानु लाग्यो हामी म्युजियम भनेको चाहिँ पुरातात्विक सामानहरू चाहिँ राखेको हुन्छ त्यो अवलोकन गरेर समय भयो भने हामी जङ्गल सफारी पनि गर्नेछौँ हामी चाहिँ जङ्गल जानु होइन अब जङ्गलसम्म जानेछौँ त्यति नै अलराइट राइट नाउ हामी चाहिँ म्युजियममा आइसक्यो गाइज हामी म्युजियममा हिँड्दा गाइज वी आर अलरेडी इन म्युजियम अब चाहिँ हामी भित्र जाँदैछौँ पर व्यक्ति चाहिँ 30 रुपिस परेको छ कति रेट एकजनाको 30 रुपियाँ होइन 30 रुपियाँ छ अनि हाम्रो यहाँ सानो मान्छे छ हेलो गर्दैन के भयो आची सानो मान्छे लाज लाग्छ अरे लजाउनु हुँदैन लजाएर केही हुनेवाला पनि छैन अहिले चाहिँ हामी म्युजियम सर एकजनाको 30 रुपियाँ पऱ्यो होइन त जम्मा 30 रुपियाँ हो तपाईँहरू आउन सक्नुहुन्छ चितवन आबेला चाहिँ यो चितवन नेसनल पार्क चाहिँ छिन नभुलिनु होला होइन एक्सक्युज मी सर यसो एक्सप्लेन गरिदिनु न केही
को वन्यजन्तुहरूको चाहिँ नि खप्परहरू भएको होइन प्रत्येकमा कुन वन्यजन्तु अलराइट गाइड अब चाहिँ हामी जाँदैछौँ यहाँबाट चितवन राष्ट्रिय निकुञ्जबाट खै अब चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो होइन गाइड अब चाहिँ खै थारू सङ्ग्रहालय जान्छ कि जाँदैन थाहा होइन गयो भने चाहिँ देखाइदिउँ ल स्पोन्सरै भेटेन आइसक्रिमको ओइ हामीलाई लिएन जस्मिन के भयो जहाँ भयो यति को यसो त्यही होइन अब गयो भने चाहिँ भेटौँला नभए त्यही हो ओके गाइड्स अघि हामी कहाँ गएको म्याम केमा सङ्ग्रहालय गएर आएको अनि अहिले चाहिँ थारू सङ्ग्रहालय जाँदैछौँ होइन कति रहेछ म्याम पर व्यक्ति पर व्यक्ति चाहिँ 15 रुपियाँ रहेछ चितवन आबेला चाहिँ घुम्न आउन सक्नुहुन्छ होइन म्याम 15 होइन होला सायद कति हो कति हो 70 40 30 ठिकै त हो नि 30 हाल्ने तर मलाई कस्तो सङ्ग्रहालय जस्तै लागेन बस्ती जस्तो लागेको थियो यहाँ अलराइट गाइड्स थारू सङ्ग्रहालय पनि भिजिट गरियो थ्याङ्क्स फर भिजिट र वेलकम होइन राम्रो रहेछ थारू सङ्ग्रहालय भिडियो चाहिँ खिच्न नपाउने रहेछ त्यो चाहिँ दुःख लाग्यो तैपनि खिच्न चाहिँ दिनुभयो त्यो दिदीले चाहिँ खिच्न चाहिँ दिनुभयो खिच्न त खिचेको छ त्यही जति छ त्यतिले चित्त बुझाइदिनु होला अब चाहिँ हामी डाइरेक्ट अब चाहिँ पिकनिक स्पट जाँदैछौँ त्यहाँनिर भेटौँ डाइरेक्ट
पिकनिक सक्यो नि त गाइज सक्यो नाउ वी आर मुभिङ टु सिजी टेम्पल जतिसुकै राति परोस् तर हाम्रो लक्ष्य चाहिँ सिजी टेम्पल चाहिँ छिर्नै पर्ने भन्ने लक्ष्य थियो किनभने हामीले गाडीलाई नि फिक्स प्राइस तोकिसकेको थियो कि सिजीसँगै अनि त्यही भएर जति रात परे पनि छिर्नै पर्ने छ होइन सो हामी चाहिँ चाँडै खानासाना खाएर अनि एकछिन नाच्यो सबैजना नाच्यो अनि अब चाहिँ हामी सिजीतिर जाँदैछौँ सबैजना बसिसकेको छ अब सामानहरू हाल्दैछ यहाँ सबै सामानहरू रेडी हुँदैछ होइन नाउ वी आर मुभिङ टु सिजी टेम्पल यहाँ धेरै हल्लाखल्ला हुँदैछ हेलो गाइज सबैजना छ अब हामी चाहिँ सिट प्याक भइसक्छ राइट गाइज हामी चाहिँ मन्दिरमा आइसकेको छौँ सिजी मन्दिरमा आइसकेको छौँ सबैजना छ अब प्रतीक्षा हेलो गरिदिन्छ कहाँ आइपुग्यो भन्दै त सिजीमा आएको छौँ अब फेरि अब फोटोसोटो खिच्ने अनि त्यहाँबाट फोटोसोटो खिच्यौँ अनि पे गर्ने है त गाइज सबैजना अब यहाँ ग्रुप फोटो खिच्ने भनेको छ सर रमाइलो लाग्यो नि सर एकदम रमाइलो यो के अरे सिजी धाम चौधरी ग्रुपको के भन्छ होला धाम हजुर हामीलाई यहाँ कुमार सरले बोलाइरहनु भएको छ एकछिनपछि फेरि जोइन हुन्छ जति रात पर्दै गयो त्यति मान्छे बढ्ने है त्यही हो होइन यहाँ चाहिँ जति राति पऱ्यो त्यति रमाइलो अनि धेरै मान्छे हुने रहेछ अब हामी चाहिँ यहाँ खोइ के हुँदैछ वाउ दामी सनलाइट गाइज अब चाहिँ यहीँ भ्लग इन गर्नुपर्ने हुन्छ किनभने मोबाइलको चार्ज पनि सक्यो अनि यही हो मैले देखाउने चिज जति सबै देखाइसकेको छ यही नै हो अब सिधी यही नै हो अब भ्लग चाहिँ यहीँनिर इन्ड गरिदिने छु होइन अब गाई ओ सबैले बाई गरिदिए ल त्यही होइन अब लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु नभन्नु होला एक लाइक अनि एक सब्सक्राइब अनि एक सेयर गरिदिनु होला यो गऱ्यो भने चाहिँ अब मलाई मोटिभेट हुन्छ अझ भिडियो ल्याउँछु म अझ भिडियो ल्याउने छु त्यही हो अब लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नभन्नु द्याट्स इट फर कुमार सर लगायत अरू सर म्याडमलाई धन्यवाद दिन चाहन्छु।
यस पिकनिकमा सहयोग गरेकोमा